अब अस्ति देशैभरि जितेर सांसदहरूको शपथ ग्रहण गर्ने कार्यक्रम मैले देखेँ। सबै धेरैजसो सांसदहरू आफ्नो समुदायको वेशभूषा लाएर शपथ ग्रहण गर्नुभयो। तर मलाई एकदमै कन्फ्युज भएको, यो बादल थापा मगर हो कि के हो? वर्षमान पुन मगर अनन्त पनि मगर हो कि के हो? फेरि अरू पनि छन् नि मगरहरू, अरूलाई किन नभनेको भन्दै गर्दा उहाँहरू त धेरै पटक सांसद भइसकेको हो। अलि अगाडि रोमै बस्नेहरू हुनुहुन्छ। यहाँहरूको मगर समुदायको वेशभूषाको विषयमा जानकारी छैन कि वेशभूषा नै छैन कि अलिकति दिमाग नै पुगेन कि? शपथ ग्रहण कार्यक्रम हेर्दै गर्दा मलाई त यस्तो कन्फ्युजमा हेरिरहेँ, बसिरहेँ कि हाम्रो समुदाय नै त्यहाँसम्म पुगेनन् भने अब के गर्ने? हाम्रै समुदायका नेताहरू त्यस्तै गरेपछि अरूले त झन् के पो भन्ने र है। मेरो सानो जिज्ञासा। थ्याङ्क यू।